यसकारण कासिम मोड्रोज रविन्द्र ढाडसँग हार्न सक्छन्। नमस्कार साथीहरू, स्वागत छ हजुरहरूलाई खेल लाइभ 24 मा। आजको यस भिडियोमा हामी कुरा गर्नेछौँ कासिम मोड्रोजका कमी कमजोरी र रविन्द्र ढाडले कसरी कासिम मोड्रोजलाई हराउन सक्छन् भन्ने विषयमा। रोड टु एफसीको सेमी फाइनल नजिकै जाँदा नेपाली एमएमए समर्थकहरूको मनमा एउटै प्रश्न घुमिरहेको छ, के रविन्द्र ढाडले अपराजित कासिम मोड्रोजलाई हराउन सक्छन्? कागजमा हेर्दा कासिम निकै बलियो देखिन्छन्। उनको रेस्लिङ उत्कृष्ट छ, ग्राउन्ड गेम खतरनाक छ, तर अहिलेसम्म उनले धेरै प्रतिद्वन्दीलाई आफ्नो शैलीमा खेल्न बाध्य बनाएका छन्। तर एमएमएमा एउटा कुरा सधैँ सत्य हुन्छ, कुनै पनि फाइटर पूर्ण हुँदैन। कासिमका पुराना फाइटहरू हेर्दा एउटा कुरा स्पष्ट देखिन्छ, उनी आफ्नो रेस्लिङमा निकै भर पर्छन्। फाइटरहरूलाई ग्राउन्डमा लैजान सक्यो भने उनी धेरै खतरनाक हुन्छन्। तर यदि प्रतिद्वन्दी उनको टेकडाउन डिफेन्स गरिदियो भने उनी लामो समयसम्म स्ट्राइकिङमा खेल्न बाध्य हुन्छन्। यही क्षेत्र हो जहाँ उनी अहिलेसम्म पूर्ण रूपमा परीक्षण भएका छैनन्। अर्को महत्त्वपूर्ण कुरा भनेको दूरी हो। कासिमलाई आफ्नो खेल लागू गर्न प्रतिद्वन्दीसम्म पुग्नै पर्छ। तर रविन्द्र जस्ता छिटो फुटवर्क भएका र लगातार स्ट्राइक गर्न सक्ने फाइटर विरुद्ध यो सजिलो हुँदैन। यदि रविन्द्रले दूरी कायम राख्न सक्यो भने कासिमले बारम्बार भित्र पस्न सङ्घर्ष गर्नुपर्ने हुन सक्छ। अहिलेसम्मका केही फाइटहरूमा कासिम अगाडि बढ्ने क्रममा काउन्टर डिफेन्सका लागि खुल्ला देखिएका छन्। टेकडाउन खोज्ने दबावमा उनी कहिलेकाहीँ आफ्नो डिफेन्सभन्दा आक्रमणमा बढी केन्द्रित देखिन्छन् र एमएमएमा एकदम सही समयमा लागेको एउटा मुट्का, एउटा घुँडा वा एउटा किकले पूरा खेल बदल्न सक्छ। एमएमएमा धेरै फाइटरहरू आफ्ना शक्तिका कारण जित्छन्, तर हार भने पराए आफ्ना कमजोरीका कारण हुन्छ। कासिमका लागि पनि यही कुरा लागू हुन सक्छ। यदि रविन्द्रले उनले गति नियन्त्रण गर्न सके, दबावलाई उल्टै उनी माथि फर्काउन सके र सही समयमा आक्रमण गर्न सके भने यो फाइट धेरैले सोचे भन्दा फरक दिशामा जान सक्छ। रविन्द्र ढाडका लागि जितको बाटो पनि स्पष्ट देखिन्छ। टेकडाउन डिफेन्स बलियो राख्ने, दूरी नियन्त्रण गर्ने, धैर्यतापूर्वक स्ट्राइकिङ गर्ने र कासिमलाई आफ्नो मनपर्ने खेल खेल्न नदिने। यदि रविन्द्रले यसमा सफल भयो भने कासिमले अहिलेसम्म नदेखेको चुनौतीको सामना गर्नुपर्ने हुन सक्छ। त्यसैले कासिम मोड्रोज हार्न सक्ने सबैभन्दा ठूलो कारण उनको कमी कमजोरी भन्दा पनि रविन्द्र ढाडले ती कमी कमजोरीलाई कति प्रयोग गर्न सक्छन् भन्ने निर्भर हुन्छ। तपाईलाई के लाग्छ, कासिम मोड्रोजका सबैभन्दा ठूला कमी कमजोरी के हुन् र रविन्द्र ढाडले यो फाइट जित्न सक्छन् कि सक्दैनन्? आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस्।